नमस्कार, म जयराम थापा। मनाङको भूगोल जति सुन्दर छ, यहाँको शैक्षिक भविष्य भने त्यति नै चुनौतीपूर्ण बन्दै गएको छ। समस्या केवल विद्यार्थीको घट्दो सङ्ख्या मात्र होइन, मुख्य सवाल त शिक्षाको गुणस्तर र यहाँको सान्दर्भिकतामा छ। अभिभावकले आफ्ना सन्तानलाई सहर पठाउनु रहर होइन, बाध्यता हो, किनकि आजको प्रतिस्पर्धात्मक युगमा केवल साक्षर हुनु मात्र पर्याप्त छैन। प्रश्न उठ्छ, के हाम्रा विद्यार्थीहरूले हिमालको भूगोल र आधुनिक प्रविधिको आवश्यकतालाई सम्बोधन गर्न सकेका छन् त? अबको बहस विद्यालय टिकाउने मात्र होइन, विद्यालयलाई विशेषज्ञको केन्द्र बनाउने हुनुपर्छ। मनाङमा अब साधारण शिक्षा मात्र होइन, पर्यटन व्यवस्थापन, हिमाली वातावरण विज्ञान र जडीबुटी विज्ञान जस्ता व्यवहारिक विषयहरूको खाँचो छ। जब विद्यार्थीले आफ्नै माटोमा भविष्य देख्ने पाठ्यक्रम पाउँछन्, तब मात्र पलायन रोकिनेछ। यो समय कुनै एक निकायलाई दोष दिने समय होइन, यो त सामूहिक निर्णय लिने समय हो। स्थानीय सरकार र शिक्षाविदहरूले अब निम्न रणनीति अपनाउन ढिला गर्नु हुँदैन। डिजिटल लर्निङ, शिक्षकको अभावलाई आधुनिक प्रविधिक र अनलाइन माध्यमबाट पूर्ति गर्ने, व्यवहारिक सिप, 10 कक्षा पास गर्दा विद्यार्थीहरूको हातमा कम्तीमा एउटा सिप होस् जसले उसलाई मनाङको आर्थिक गतिविधिमा जोड्न सकोस्। मनाङको शिक्षालाई बचाउनु भनेको यहाँको अस्तित्वलाई बचाउनु हो। यदि हामीले समयमै सही विषय र सही रणनीति छनौट गरेनौँ भने हाम्रा विद्यार्थीहरू केवल रित्ता भवनमा परिणत हुनेछन्। त्यसैले अबको योजना केवल बजेटमा होइन, गुणस्तर र सिपमा केन्द्रित हुनुपर्दछ। मनाङको सुन्दरतालाई जोगाउन यहाँको चेतनालाई जोगाउनै पर्छ। हस्त, धन्यवाद, नमस्कार।